साथै भाइहरू पनि पर्दैछन्, त्यही कारणले धान रोप्नमा अलिक अप्ठ्यारो हुन्छ। रोप्छु, जितेपछि गरिदिन्छु, तर जितेपछि उहाँहरूलाई नि वर्षमा घुम्न पनि आउँदैन के। आफ्नो +2 गर्दाखेरि म यही दमकलले आफ्नो खेती किसानी गर्थे। 20 फिट मात्रै होला तलतिर। हाम्रो तराईतिर थोरै खन्दा त्यो इनारबाट पानीहरू निस्किन्छ। यसरी त हेर्न सकिँदैन। म यो ढेला फोरेर देखाइदिन्छु। यसपालि चाहिँ राम्रै खेती भएको छ बेसारको। हेर्नुहोस्, एउटा मिलहरू थियो रामनगर हरियाउन, अनि के भन्छ नि त्यो बगदर, 2-3वटा मिलहरू थियो नि। यसपालि चाहिँ एउटै मात्रै दिएको कारणले गर्दाखेरि अलि हामीलाई अप्ठ्यारो भएको छ। नमस्ते साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल युडिडी ब्लग। आज हामीहरू होलीको दिन अलिकति म खेततिर पनि आएको छु। हजुरलाई पनि देखाइदिन्छु कि हाम्रो खेतमा के उत्पादन हुन्छ भनेर। आज म आफ्नो बाइक लिएर आएको छु, अपाचे बाइक छ मेरो। अनि आउनुहोस् म के रोपेको छु भनेर। मेरो बेसार यो चाहिँ बेसार होइन, यसमा चाहिँ अहिले खनेको छैन, अहिले खन्दैछु, उतापट्टि खन्दैछ। अनि यतातिर मेरो चाहिँ गहुँ छ। मेरो चाहिँ अलिकति पछात भयो, गहुँ चाहिँ छर्नु छरेको छ। अब हुन्छ कि हुँदैन खोइ हेर्नुहोस्। म तपाईँलाई हेराइदिनुहोस् प्रत्यक्ष रूपमा, हेर्नुहोस्। यो चाहिँ मेरो साथीहरू हेर्न सक्नुहुन्छ, मेरो जिलेबीको गाछी हो। यहाँ चाहिँ बिचमा रुखहरू पनि छ, किनभने यहाँ अलिकति जो चैत वैशाखतिर नि अलिक धेरै घाम हुँदाखेरि त्यहाँ बस्नको लागि, यो आराम गर्नको लागि यो चाहिँ यो छ मेरो यो चाहिँ मेरो त्यही रुख छ। अब के गर्नुहुन्छ, अब उतातिर मेरो चाहिँ आलु रोपेको छु। अनि गाउँ यहाँ चाहिँ धान पनि हुन्छ, तर मलाई मेरो घरमा अलिकति साथै भाइहरू पनि पर्दैछन्, त्यही कारणले धान रोप्नमा अलिक अप्ठ्यारो हुन्छ। रोप्छु, बिस्तारै रोप्छु। यतातिर लाइन आएको छैन, हामीहरूको लाइन नै धेरै समस्या छ। तर के गर्नुहोस्, यहाँ हाम्रो नेताहरू आउँछ, अहिले भर्खरै चुनावको भोलि चुनाव छ। उहाँहरूलाई भन्छु, उहाँले के भन्छ, ठिक छ म जितेपछि गरिदिन्छु, तर जितेपछि उहाँहरूलाई नि वर्षमा घुम्न पनि आउँदैन। के गर्नुहोस्, हाम्रो नेपाल देशको राजनीतिक यस्तै हुन्छ। के गर्नुहुन्छ, मेरो खेत चाहिँ त्यहाँदेखि लिएर तपाईँले हेर्दा ब्याक क्यामेराबाट त्यहाँदेखि लिएर यो यता त्यो गाउँ छ नि, त्यहाँदेखि लिएर अनि त्यो सबै त्यो उखुको सबै छ, अहिले काट्न बाँकी छ। त्यो यता पनि यो सबै मेरै छ होइन। आउनुहोस् हेराइदिइरहेको छु के छ मेरो गाउँ खेतमा भनेर। म चाहिँ होलीको दिन आएको छु होइन। म केटिएमबाट अस्ति नै आएको। अनि यतै खेततिर म राम्ररी घुमेको थिएँ, नस्तिने त आएको थियो अलि बेलुकातिर। अनि आउँदाखेरि मैले त्यो बेसार त लोड गरेको, अनि भिडियो बनाउन सकेन। अनि आज फ्री टाइममा आएर खानासाना खाएर अलिक घुमेर फिरेर होली खेलेर होलीकै दिन नै भिडियो बनाउन आएको। के गर्नु, यस्तै हुन्छ। अनि तपाईँहरूलाई हेराइदिरहेको छु कि यो चाहिँ मेरै उखुहरू छ, हेर्नुहोस्। यहाँ छ उखुहरू, यो चाहिँ उखु हो। काट्न बाँकी धेरै मुसाहरू खाइदिएको छ, हेर्नु मुसाहरू खाइदिएको छ। हेर्नु सक्नुहुन्छ, बाँस चाहिँ मेरो हो। बाँस हाम्रो यो तराईमा अलिक समतल हुन्छ र यो दमकल हेर्नु सक्नुहुन्छ, दमकल चाहिँ यो मेरो पानी पटाउनको लागि। यही दमकलले म चारैतिर पटाउँछु। म यहाँ आफ्नो +2 गर्दाखेरि म यही दमकलले आफ्नो खेती किसानी गर्थेँ। त्यति बेला म चाहिँ भिडियो बनाउँदिन्थेँ कि, त्यही भएर अलि तपाईँहरूले हेर्नु सक्नुहुन्न। यो चाहिँ मेरो इनार छ होइन। यहाँ चाहिँ बाढी पहिरो कारणले गर्दा बेला बेलामा यो भरिन्छ। यो भर्दाखेरि नि हामीहरूले यसबाट बालु निकालेर चाहिँ गिटी निकालेर अनि यतापट्टि हाल्नु पर्छ, त्यसपछि फेरि चालु हुन्छ यो इनार। धेरै टाढा पनि चाहिँ नजिक 10-20 फिट मात्रै होला तलतिर। हाम्रो तराईतिर थोरै
खन्दा त्यो इनारबाट पानीहरू निस्किन्छ, कलबाट पनि थोरै खन्दाखेरि निस्किन्छ। हेर्न सक्नुहुन्छ, हेर्नुहोस् त्यतातिर त्यो बाढीको कारणले गर्दा अलिकति तलतिर खनिएको छ, त्यही हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँ चाहिँ त्यो बलुवा गिटी छ नि, त्यही इनारबाट निस्काएको छ। मेरो खेत उता पनि छ, म एकछिनमा जान्छु खेततिर, तपाईँहरूलाई हेराउँछु के कस्तो छ भनेर। यतातिर मेरो खन्नै अहिले के भन्छ नि छिल्न बाँकी छ। मम्मीले भन्दै हुनुहुन्थ्यो कि म बिउ राख्छु भनेर। अब है खोइ हेर्नुहोस् के राख्छ भनेर उहाँलाई नि थाहा होला। यहाँ अस्ति नै म यहाँबाट पगार हुन्थ्यो घाँस काटेर अनि लगेको घरमा होइन, अनि त्यही छिल्न बिउको लागि यो राखेको चाहिँ विशेष गरी बिउको लागि। हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँ चाहिँ अस्ति नै के भन्छन् मेरो बुवा पनि उहाँ आउनुभयो, हेर्न सक्नुहुन्छ उहाँ आउनुभयो। म उहाँलाई लागेकोलाई कि म आएको छैन भनेर, अनि म आएको कि घुम्नको लागि। यता हेर्न सक्नुहुन्छ तपाईँहरू। यतातिर बिहान आज यहीँको बेसा झार्दै थिएँ, अनि यहाँ खनेर जनहरू चाहिँ खनेर त्यो लेबरहरू खनेर यहाँ पल्टाइदिएको छ। भोलि पर्सि लेबरहरू आउँछ। अनि यहाँ हेर्न सक्नुहुन्छ कति ठुलो छ। अलि यो चाबी डिस्टर्ब गर्दैछ, हेर्न सक्नुहुन्छ कति ठुलो छ। यसरी त हेर्न सकिँदैन, म यो ढेला फोरेर देखाइदिन्छु। यसपालि चाहिँ राम्रै खेती भएको छ बेसारको, हेर्न सक्नुहुन्छ तपाईँहरू। ठुलै छ, अलि सबै त्यस्तै छ। यसमा मेहनत पनि मैले पनि गरेछु अलिअलि के, त्यो काठमाडौँबाट आएर टाइममा त्यो दबाई सबाई छरेको छु होइन, ठिकै भएको छ। यसपालि चाहिँ खेती राम्रै छ, तर उखुमा अलिकति अप्ठ्यारो भयो, किनभने अस्ति नै 2-3वटा मिलहरू थियो, रामनगर हरियाउन अनि के भन्छ नि त्यो बगदर, 2-3वटा मिलहरू थियो नि। यसपालि चाहिँ एउटै मात्रै दिएको कारणले गर्दाखेरि अलि हामीलाई अप्ठ्यारो भएको छ। ऊ काट्न टाइममा हामीहरू सकेको छैन, किनभने उखुहरू पनि अलि सुकिरहेको छ, धेरै अप्ठ्यारो छ। अनि यतातिर मैले आलु लगाएको छु, आलु पनि तपाईँलाई हेराउन सक्छु म एकछिनमा। अनि उता पनि घुम्न जानु छ मलाई, त्यो अलि मैले धेरै दिन मान्नुहोस् न 2-3 महिनादेखि घुमेको छैन। हेर्न सक्नुहुन्छ तपाईँहरूले, थोरै लगाएको छु त्यहाँदेखि लिएर त्यहाँदेखि सबै आलु छ मेरो, हेर्न सक्नुहुन्छ। यो चाहिँ खोइ हेर्नुपर्छ छ छैन फलेको राम्ररी, छ हेर्नुहोस्, यहीँ तोपिदिन्छु फेरि। फल्नु त फल्छ होला, राम्ररी फलेको होला, खोइ अलि हार्ड भएको छ। हेर्नु राम्रै फलेछ। मैले भनेको थिएँ मम्मी रोप्नुहुन्छ तपाईँ, पुरै सुगरले खनिदिन्छ भनेर रोप मम्मीले भन्नुभयो के। अनि मैले पनि भनेको भाइलाई भनेर त्यहीँबाट केटिएमबाट अनि रोप्न लगाएको, के गर्नु यस्तै हुन्छ। यो सबै छ। बुवा पनि आउनु भएको छ। अब उतातिर हेर्नु, यहाँ खनेर यता पनि बेसार नै रोपेको छु। यहाँ चाहिँ धेरै राम्ररी खेती भएको थिएन नि, अनि त्यही भएर यता त्यो बेसार रोपिदिएको छु। अब यहाँ चाहिँ उकुसुक जे रोपे पनि राम्ररी हुन्छ कि, त्यहाँदेखि लिएर यो सबै चाहिँ मेरै हो। यसमा पनि राम्रै बेसार छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। यसमा पनि राम्रै छ। अलि घुम्नु, आज चाहिँ होलीको दिन छ, कोही चोरेर नलगोस्, त्यही भएर आज चाहिँ घुम्न आएको छु म विशेष गरी। अनि मम्मीले भन्नुभएको थियो कि कहीँ त होलीको दिन छ, झगडा पनि पर्न सक्छ, बरु जा आफ्नो खेतमा हेरेर आइज, नत्र भने कसैले एउटा दुइटा चोरेर लगिदियो कि काम तमाम हुन्छ। मैले भनेको मम्मीले लग्न दिनुहोस् न, के भएर एक दिन चोरेर धनी थोरै नै हुन्छ भनेर। खोइ उहाँलाई भन्छ तिमी पैसा कमाएपछि थाहा हुन्छ,
त्यो त कुरा सबै यो भाइहरू। अब त यो भित्र पनि अब प्रवेश गर्छु म। भित्र हेर्न सक्नुहुन्छ के हुन्छ भनेर जाउँ। अलि अप्ठ्यारै छ, घुम्न त अलि अप्ठ्यारै छ। ओएमजी गर्मी हुन्छ नि त। मेरो उता पनि खेत छ नि त अलिकति, त्यही भएर बाहिरबाट जानु पर्थ्यो। मिस्टेक भयो, बाहिरबाट जानु पर्थ्यो।